एकचोटि जोरदार ताली खोज्नका लागि र अरू कुरा सुन्छौँ दाजुभाइका। फेरि फिल्म खेल्न पाओस् है। आज सबैजनालाई एकदमै वेलकम छ हाम्रो इभेन्टमा आइदिनु भयो, हामीलाई यति धेरै सपोर्ट गरिदिनु भयो। र पहिला सुरु कुरा गर्दाखेरि चाहिँ मलाई मेरो डिरेक्टर सर्वदयको बारेमै सुरु गर्न मन लाग्यो। मैले नेपाली फिल्म को भनौँ न टिजर चाहिँ मैले अगस्टाको केही नभए पनि मैले 10चोटिभन्दा बढी हेरेको थिएँ। अनि एभ्री टाइम मैले हेर्दाखेरि हुन्छ नि सञ्जय दाईको वर्ड, अनि अभियसली सौरभ दाई, अनि म पनि यस्तो फिल्म गर्न पाऊँ चाहिँ मलाई एकदमै फिल भएको थियो कि त्यतिखेर। अनि एक्टर्सहरूलाई जसरी उहाँले देखाउनुहुन्छ स्क्रिनमा म पनि उहाँसँग काम गर्न मेरो एकदमै धेरै इच्छा थियो र फाइनली त्यो पुरा भयो। त्यसको लागि थ्याङ्क यू सो मच दाइ, मलाई ट्रस्ट पनि गरिदिनु भयो। र यो होल टिम शङ्कर दाईदेखि लिएर सञ्जय दाई, बेन दाई, आई थिङ्क एभ्री वान, अब दिव्य दाई त मेरो आफ्नै दाई हो। अनि यो सबैजनालाई थ्याङ्क यू सो मच। एकदमै रमाइलो भयो यो टिमसँग काम गरेर। मेरो मुकुन्द दाई, मेरो फिल्मको पनि दाई होइन। अनि त्यही हो, थ्याङ्क यू सो मच गाइज, हाम्रो फिल्म हेरिदिनु होला। ए अनि अर्को कुरा एड गर्न खोजेँ, हजुरहरूले हाम्रो फिल्म एक्सन सस्पेन्स भन्नुभयो होइन, तर आई फिल यो एकदमै सोसियली रेलिभेन्ट फिल्म पनि छ, एकदमै इमोसन्स पनि भरेको छ यो फिल्ममा होइन। त्यही नै भन्न चाहन्छु, होल प्याकेज।